हेलो गाइज सबैजनालाई वेलकम टु मेरो फर्स्ट भिडियोमा भिडियो बनाइदिनु लागेको ल ज्याप लाएर कहाँ जाने त आज हेरौँ जहाँ पनि जान्छु आज भिडियो बनाएर हाल्छु म क्या ये क्या पक रहे हो म आज जाँदैछु स्तुपा जुन चाहिँ चाबेलको जस्ट पछाडि रहेको छ र म बाटोमा छु जाँदैछु हेरौँ के हुन्छ 15-20 मिनट रेस्ट गर्नु पर्यो त्यहाँ गएर धार्मिक स्थल हो नि त लेट्स गो टक 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 मौसम काठमाडौँको यस्तो छ हिजोसम्म चाहिँ पानी परिरहेको थियो अहिले चाहिँ पानी परेको छैन बिहानसम्म पनि पानी परिरहेको थियो अलिअलि अहिले चाहिँ छैन पानी चाहिँ रोकिसक्यो अहिले मेरो आउटफिट जाडो त छ त्यही भएर टक्क ज्याकेट लगाएको छु जान्छु स्टुपामा टक्क म स्टुपामा आइसकेको छु वाउ आनन्द फिल मनलाई शान्त धेरै होइन 10-15 मिनट बसेर मन शान्त गराएर म जान्छु यहाँदेखि यो एउटा यस्तो साङ्गीतिक धुनको खुसीले यहाँहरूलाई यदि राति निन्द्रा लागेन भने वा एकान्तमा मन खेलिरह्यो भने अब चाहिँ म जानुपर्ने हुन्छ तर राम्रो छ ठाउँ वहाँमा के साह्रो भिड बाबा भिड लास्टै भिड छ त हाम्रो सुड्डी बजाइले चुरोट तानिदिएर साइडमा लास्टै भिड छ लेट्स गो मलाई यहाँदेखि रुम जान मलाई 20 मिनट लाग्छ 20 मिनट लाग्छ मलाई यहाँदेखि रुम जान रुम पुग्नुलाई त्योभन्दा अगाडि म खाजा खानुपर्ने हुन्छ खाजा खान्छु म भोक लागिसक्यो मलाई ओ होलसेल लागेको रहेछ त्यहाँ यहाँ त सेल लागिरहेको रहेछ त अहिले चाहिँ गोजीमा सुको छैन नेक्स्ट टाइम अब नेक्स्ट टाइम बाटो त ठारै ओह्रालो छ त यार यस्तो बाटो गो लेट्स गो जाँदैछु म बस्ने रुम आउँदैछ अलिकति टाढा छ धेरै टाढा पनि छैन 5 मिनट यहाँदेखि यसलाई भन्छ कालो पुल चाहिँ ऊ त्यहाँ अगाडि सकेको त यो चाहिँ
उहाँलाई चाहिँ म चिन्दैन है को हुनुहुन्छ हुनु त हुनु मूर्ति छ के भन्छ यसलाई यो ठाउँको नाम के यो मन्दिरको नाम ल आफै हेर्नु है त मन्दिरको नाम चाहिँ मैले थाहा भएन कि त्यत्तिकै अब आफै हेर्नु होला त्यहाँ के रहेछ अहिलेलाई म त लागे सर र कालो पुलतिर कालो पुल यहाँ अगाडि छ म कालो पुलमा गएर देखाउँछु बरु कालो पुल चाहिँ यही हो यसैलाई भन्छ कालो पुल ठ्याक्क म त्यो प्रहरीवृत्तिको ठ्याक्क यता लेफ्ट साइडमा छिर्नुपर्छ लेफ्ट साइडमा छिरेर टक्क जस्ट त्यहाँदेखि 1 मिनटपछि टक्क मेरो रुम आउँछ बाटो काट्नु पर्ने हुन्छ यसको लागि मैले सुरुमा यसलाई चाहिँ के खोला भन्छ खोला हो कि नदी हो खासै थाहा भएन मलाई अब मैले बाटो काट्नु पर्ने हुन्छ बाटो काटेर अर्को साइडमा जानु पर्ने हुन्छ म खाजा खान जानु पर्यो अड्डामा के छ खाजामा स्पेसल गराऊ मेरोवाला कहाँ गयो भन्नु कल सक्यो तिम्रो कल सक्यो कलमा छु भने होइन तिमी एक म्याच हान्दैछौ भने कलमा छु भने तिमी अनि के एकछिन कुर्न सकिन्छ कि नै भने मेरो खाजा आयो खाजा साजा खाइसकेँ मैले खाजा खाएर नि म रुममा आइसकेँ यही हो बजाई कहाँ हो चाबी यत्रो मानको भोडी ताल लगाएर राख्नुहुन्छ यार फाल हौ चाबी फाल बाबै नि कति लगाउनु बा बजेले रोप्नु भएको साग हो धेरै हराउनु भयो क्या हो तपाईँ त को हुन्छ म रुममा गएर भेट्छु म रुममा आइसकेँ अब ब्लग भन्ने कुरा यस्तै हो खासै घुम्न जान पनि पाइएन 2-4 दिनमा अब आउने 2-4 दिनपछि हेरौँ यसो विचार गरौँला कतै घुम्न गयो भने त्यति बेला बनाउँला अब फर्स्ट ब्लग यस्तै भयो ठिक छ अब फेरि पनि भेट्नुला अर्को भिडियोमा भेट्नुपर्छ बाई